आजको भिडियोमा चाहिँ हामी फिनोरा हस्पिटालिटीमा तपाईको फ्लोर्सहरु, टेबल्सहरु एड गर्ने माइनस कसरी गर्ने भनेर हामी सिक्न जाँदैछौं। सो यो तपाईको लगइन भइसकेपछिको आउने पेज भयो। त्यसपछि टप लेफ्टमा फिनोरामा ट्याप गर्नुहोस्। अनि यसमा ट्याप गरिसकेपछि तपाईले सेटिंग्स भन्ने देख्न सक्नुहुन्छ। सेटिंग्समा जानुहोस्। सेटिंग्समा गइसकेपछि रेस्टुरेन्टमा जानुहोस्। रेस्टुरेन्टमा म्यानेज टेबल भन्ने देख्नुहुन्छ। म्यानेज टेबलमा ट्याप गर्नुहोस्। त्यसपछि यहाँ फ्लोर एड गर्ने सेक्सन देख्नुहुन्छ, एड न्यू भनेर। अहिले चाहिँ हाम्रो कुनै पनि टेबलहरु छैन, सो अब हामी सुरुदेखि एड गर्दैछौं। एड न्यू। अब यसमा फ्लोर नेम, ग्राउन्ड फ्लोर, बाल्कनी के राख्न खोज्नुहुन्छ हैन, त्यही अनुसार राख्न सक्नुहुन्छ। ग्राउन्ड फ्लोर। त्यसपछि फ्लोर अर्डर भनेको 1 भइहाल्यो। त्यसपछि नम्बर अफ टेबल्स कतिवटा राख्न खोजिराख्नु भएको छ। फर एक्जाम्पल अहिले हामी 6 वटा टेबल राख्छौं भने 6 वटा टेबल। त्यसपछि जेनरेट टेबलमा ट्याप गरिदिनुहोस्। त्यो भइसकेपछि तपाईको 6 वटा टेबल यहाँ रेडी हुन्छ, जस्तै 1 2 3 4 5 6। अब तपाईको टेबलको नाम पनि राख्न मिल्छ यसमा। फर एक्जाम्पल T1 T2 T3 भनेर। अब कसैले B1 B2 भनेर राख्नुहुन्छ, त्यो आफ्नो चोइस भयो। सो हामी चाहिँ T1 भनेर राख्दैछौं। T5 T6। अब यो भइसकेपछि तपाईको 6 वटा टेबल यहाँ भइहाल्यो। अनि सेभ फ्लोर गरिसकेपछि चाहिँ तपाईको यहाँ देखाउँछ सक्सेसफुली सेभ फ्लोर फर टेबल्स भनेर। सो अब हामी हाम्रो POS मा गएर हेर्यौं भने हाम्रो 6 वटा टेबल रेडी भइसकेको छ। फिनोरा हस्पिटालिटीमा हामीले टेबल्स हाल्न त सिकिहाल्यौं। अब तपाईको पेमेन्ट मोड्सहरुलाई कसरी हाल्ने भनेर पनि म देखाउन जाँदै छु। जस्तै यो एडमिन इन्टरफेसमा गइसकेपछि तपाईले सेटिंग्समा जान सक्नुहुन्छ। सेटिंग्समा गइसकेपछि जनरल सेटिंग्समा तपाईको पेमेन्ट मोड्स भन्ने छ, त्यहाँ ट्याप गर्नुहोस्। सो यसमा चाहिँ एड न्यू पेमेन्ट मोड भन्ने देख्न सक्नुहुन्छ, ट्याप गर्नुहोस्। फर एक्जाम्पल तपाईले फोन पे क्यूआर राख्नु भएको छ भने फोन पेमा ट्याप गरेर सेभ गरिदिनुहोस्। सो यहाँ आइसकेको छ। अब तपाईको ई-सेवा पनि छ भने यहाँ तपाईले ई-सेवा भनेर पनि एड गर्न मिल्छ। यहाँ तपाईको लागि जे चाहिने हुन्छ सबै राखेको छौं हामीले। कार्ड, खल्ती, चेक, कनेक्ट आईपीएस भनेर राखेको छौं। सो ई-सेवा भयो अहिलेको लागि चाहिँ, सेभ गरिदिनुहोस्। सो यो भइसकेपछि तपाईको पेमेन्ट मोड्सहरु पनि एड भइसकेको छ। आजको भिडियोमा चाहिँ हामी फिनोरा हस्पिटालिटीमा तपाईको मेन्युहरुको क्याटेगोरी बनाएर ग्रुपिङ गरेर कसरी एड गर्ने भनेर सिक्न जाँदैछौं। सो तपाईको एडमिन इन्टरफेसमा पुगिसकेपछि तपाईले यहाँ लेफ्टमा म्यानेज मेन्यु भन्ने देख्न सक्नुहुन्छ, त्यहाँ ट्याप गर्नु होला। त्यसपछि क्याटेगोरीमा जानु होला। सुरुमा चाहिँ हामीले क्याटेगोरी बनाउनु पर्ने हुन्छ, फुड हो कि ड्रिंक्स हो कि भनेर। सो यसमा एड क्याटेगोरी गर्नुस्। अब क्याटेगोरीको नेम फर एक्जाम्पल ड्रिंक्स अनि टाइप चाहिँ तपाईको ड्रिंक्स त BOT मा भयो। सेभ। यो भइसकेपछि तपाईले ग्रुप बनाउनु पर्ने हुन्छ। सो ग्रुपमा पनि एड ग्रुप गर्नुहोस्। ग्रुप नेममा चाहिँ तपाईले टी हाल्दै हुनुहुन्छ भने टी भनेर लेख्नुहोस्। यहाँ मेन्युमा छ भने। सो सेलेक्ट क्याटेगोरी, यो अघि हामीले ड्रिंक्स हालेको थियौं क्याटेगोरीमा। सो ड्रिंक्समा ट्याप गर्नुहोस्, सेभ। यो भइसकेपछि चाहिँ तपाईको क्याटेगोरी र ग्रुप रेडी भइसकेको छ। अब मेन्यु आइटम्समा जानुहोस् र मेन्यु आइटम्स हाल्न सुरु गर्नुहोस्। फर एक्जाम्पल तपाईले मल्टिपल आइटम्स हाल्ने देख्न सक्नुहुन्छ। मल्टिपल आइटम्समा ट्याप गर्नुहोस्। सो अघि हामीले बनाएको क्याटेगोरी ड्रिंक्स भयो र यसमा टी भनेर अलरेडी आइसकेको छ ग्रुपमा पनि। अब तपाईको टी कतिवटा छ त? फर एक्जाम्पल अहिले हामी 3टा राखौं। ब्ल्याक टी, मिल्क टी, मसाला टी, मसाला मिल्क टी। अब यसको प्राइस पनि तपाईको आफ्नै अनुसार राख्न सक्नुहुन्छ। अहिले म 50, 40 र 60 भनेर राख्दै छु। सो यो भइसकेपछि तपाईले सेभ गर्नुभयो भने तपाईको मेन्यु आइटम एड भइसकेको छ। अब तपाई POS मा गएर त्यसपछि टेबलमा ट्याप गर्नुहोस् र तपाईको यहाँ ड्रिंक्समा ब्ल्याक टी, मिल्क टी, मसाला टी भनेर आइसकेको छ। सो यसरी चाहिँ तपाईले आफ्नो मेन्यु आइटम्सहरु हाल्न सक्नुहुन्छ। अब एडमिनबाट त हामीले मेन्यु मिलाउन सिकिहाल्यौं, तर तपाईको यही पोस्टबाट पनि मिलाउन मिल्छ। जस्तै बटम लेफ्टमा तपाईले हेर्न सक्नुहुन्छ अकाउन्ट भन्ने छ। यहाँ सेटिंग्समा जानुभयो भने यहाँ पनि मेन्यु आइटम्स भन्ने देख्न सक्नुहुन्छ। सो यहाँबाट पनि तपाईले मल्टिपल आइटम्सहरु एड गर्न मिल्यो क्याटेगोरी हालेर। सो तपाईले चाहिँ दुवै ठाउँबाट चाहिँ मेन्यु आइटम्स घटाउने, बढाउने, प्राइस चेन्ज गर्ने। फर एक्जाम्पल एडिटमा गएर अब प्राइस यसको बढ्यो भने 55 भनेर बढाउन पनि मिल्यो। सो एडिट गरेर सेभ गर्नुभयो भने यसरी पनि तपाईको मेन्यु आइटम्स चाहिँ तलमाथि हुन्छ। हामीले मेन्यु आइटम्सहरु एडिट पनि गरिहाल्यौं। अब यसमा इफ तपाईले अब मिल्क टी चाहिँ बेच्न बन्द गर्नुभयो भने यसलाई चाहिँ तपाईले इनएक्टिभ पनि गर्न मिल्छ। जस्तै यो एक्टिभमा क्लिक गर्नुहोस् र यसमा चेन्ज स्ट्याटस भन्न छ, चेन्ज गरिदिनुहोस्। यो भइसकेपछि तपाईको मेन्युमा यो आइटम देखाउँदैन। तपाईलाई सफ्टवेयर चलाउँदाखेरि केही समस्या आयो
हाम्रो सपोर्ट टिमसँग कन्ट्याक्ट गर्नु पऱ्यो भने चाहिँ यता बटम लेफ्टमा अकाउन्ट भन्नेमा जानुभयो भने सपोर्ट भन्ने देख्नुहुन्छ। यहाँ चाहिँ हामीले डिफ्रेन्ट सपोर्ट टिम असाइन गरेको छौँ। बिहान 7 बजीदेखि 3 बजीसम्मको लागि यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। दिउँसो 1 बजीदेखि बेलुका 9 बजीसम्मको लागि यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। र तपाईँको रेस्टुरेन्ट क्याफे चाहिँ आफ्टर 9 पनि अपरेट गर्छ भने चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।